नेपाली कांग्रेसका सभापति बदलले कांग्रेसका नायक आदरणीय पार्टी सभापति गगन कुमार थापा पोखरामा आइपुग्नु भएको छ। उहाँलाई तालिका साथ स्वागत गरिदिन मन गर्न चाहन्छु र मैले छोटो समयमा केही कुराहरू मात्र राख्छु। आदरणीय विश्वप्रकाश शर्माले म आउँदै गर्दा मैले त्यहीबाट सुन्दै आएको त्यो थुप्रै कुरा राखिसक्नु भएको छ। अब निर्वाचन आउन केही दिन मात्रै बाँकी छ। यो निर्वाचनले एउटा विशेष महत्त्व प्रत्येक निर्वाचनले बोकेको हुन्छ, तर कुनै कुनै निर्वाचन विशिष्ट अवस्थामा आउँछ। यो निर्वाचन त 84 मा हुनेवालै थियो, तर 2 वर्ष अगाडि निर्वाचन हुँदैछ। 2 वर्ष अगाडि निर्वाचन किन हुन लाग्यो? यो निर्वाचनको अर्थ के हो? यो निर्वाचन हुनका लागि दर्जनौं निहत्था युवकहरूको हत्या भएको कुरा हामीले बिर्सनु हुँदैन। ती आमाहरूको काख रित्तिएको छ, सिंहदरबार जलेको छ र सँगसँगै थुप्रै धनजनको क्षति भएको छ। यत्रो घटना पछाडि यो निर्वाचन हुँदैछ। यो निर्वाचन पछाडिको परिणामले दुईटा पोषण गर्न सक्ने खतरा छ। एउटा अतिवाद जसले भदौ 23-24 गतेको घटनाको अवमूल्यन गर्छ, त्यो हुँदै गएको होइन भन्छ, त्यो केवल षड्यन्त्र भनेर भन्छ। त्यो युवाहरूको सहभागिता देख्दैन, त्यो असन्तुष्टि व्यक्त भएको देख्दैन। त्यस्तै खतरनाक अर्को अतिवाद छ जो त्यो मौका छोपेर सिंहदरबार जलाउन पनि लगाउँछ, मौका पर्दै गर्दा आफै जेलबाट पनि भाग्छ। यो दुईटै अतिवाद हिजो पनि देख्यौं, भोलि पनि यो अतिवाद आउन सक्छ। 5 वर्षको यो समय देशलाई सम्हाल्नु पर्नेछ। कुनै पनि खालको द्वन्द्व नेपालले अब खेप्न सक्दैन। कुनै पनि खालको, न जातीय, न धार्मिक, न सहर गाउँको, न मधेस पहाडको, न उमेरको, कुनै पनि सक्दैन। योभन्दा बढी घाउ यसले बेहोर्न सक्दैन। यसलाई हामीले सम्हाल्नु पर्नेछ। बडो जतनका साथ लिएर जानुपर्नेछ, सबलाई मिलाएर लिएर जानुपर्नेछ। तर देशलाई गति पनि चाहिएको छ। राजमार्ग बनिसक्यो। अब यो बाटोले हामीलाई मुम्लिङसम्म पुर्याउँछ। बन्यो राजमार्ग, समय लाग्यो तर बन्यो। अब राजमार्गमा हामी धावकहरू आएका छौँ, हामी चालकहरू आएका छौँ। कोही के भन्दैछन्, म गाडीमा बसेपछि म यति अद्भुत मान्छे हुँ, यो गाडी आफै गन्तव्यमा पुग्छ। कोही के भन्दैछन्, म यति अद्भुत क्षमता भएको मान्छे हो कि मैले चलाएपछि गाडी कहिलेकाहीँ उड्छ, कहिलेकाहीँ गाडी पौडिन्छ। हामी के भनिरहेका छौँ? हामी भनिरहेका छौँ एकजनाले चलाउने होइन, हामी सबै मिलेर गाडीमा बस्ने हो। गाडी चालकले पनि सबैको कुरा सुनेर चलाउने हो, तीव्र गतिमा चलाउने हो, वेगले चलाउने हो, तर सँगसँगै सम्हालेर पनि लिएर जाने हो। अन्ततिरबाट गाडी आइरहेको छ भने नठोकियोस्, दायाँमा हेरेर छेउछाउमा हिँड्ने बटुवाहरूलाई कुनै अप्ठ्यारो नपरोस्, ख्याल गरेर चलाउनु। यो ख्याल गरेर गाडीलाई गन्तव्यमा 5 वर्षभित्रमा नेपाली कांग्रेसले पुर्याउने संकल्प गरेर आएको नयाँ कांग्रेस हो। यो बदलेर आएको कांग्रेस हो। यसले संकल्प गरेर आएको छ। देशले भ्रष्टाचारबाट मुक्ति चाहेको छ। यो नेपाली कांग्रेसको सरकारले पहिलो काम एउटा शक्तिशाली आयोग गठन गर्छ। त्यो शक्तिशाली आयोगले 46 सालपछि प्रधानमन्त्री हुनुभएको शेरबहादुर देउवाको सम्पत्ति, मन्त्री भएको गगन थापाको सम्पत्ति सबैभन्दा पहिला त्यहाँबाट छानबिन सुरु गर्छ। आफ्नो बा भए पनि छोड्दैन। एउटा कुराको छानबिन गर्छ, एउटा काण्डको छानबिन गर्छ र भविष्यमा त्यस्तो कुनै काण्ड हुन पनि दिन्न। त्यसका लागि संस्था बनाउँछ, कानुन बनाउँछ। यो नेपाली कांग्रेस पार्टीले संकल्प गरेर आएको छ। शिक्षामा, स्वास्थ्यमा, कृषिमा, रोजगारीमा, उद्योगमा, प्रत्येक क्षेत्रमा 5 वर्षभित्र क्रान्तिकारी रूपान्तरण ल्याउँछ। तर कसरी? चाबुक चलाएर होइन, कसैलाई झुन्ड्याएर होइन, कसैलाई ठोकेर होइन, नियम कानुन भित्र रहेर सकिन्छ। एउटा कुराको अध्ययन गरेका छौँ। यो गण्डकी प्रदेश गरिबीमा पनि मानव विकास सूचाङ्कमा यसले बागमतीलाई जितेको छ। गरिबी घटाउने कुरामा यसले सबै प्रदेशलाई उछिनेको छ। तर यही गण्डकी प्रदेशभित्र आज पर्यटनको यत्रो ठुलो आधार बनेको यो पर्यटन क्षेत्र, यत्रो ठुलो एयरपोर्ट बनिसके पछाडि पनि यसले फड्को मार्न सकिरहेको छैन। यसले गुणात्मक रोजगारी सृजना गर्न सकिरहेको छैन। किन? के कति कारण? के गर्यो भने एयरपोर्ट चल्न सक्छ, के गर्यो भने बाटो चल्न सक्छ,
के गर्यो भने पर्यटक यहाँ बढी आउन सक्दैन। पर्यटक यहाँ मात्र बढी आएर हुँदैन, पोखरामा पर्यटक बढी आउँदै गर्दा यसले छेउछाउको पहाडको अर्थतन्त्रलाई कसरी ठेक्न सक्छ, यो पहाड र गाउँलाई कसरी जोड्ने 7 वर्ष अध्ययन गऱ्यौँ, 7 वर्ष काम गऱ्यौँ। त्यसलाई अब लागू गर्न चाहन्छु, काम गर्न चाहन्छु, परिणाम दिन्छु। विश्वास राख्नुहोस्, परिणाम दिन्छु। वैशाख 1 गते उभिन्छौँ र देशवासीका नाममा योजना कार्यक्रम पढेर सुनाउँछौँ। 5 वर्षको होइन, जम्मा 30 दिनको। फेरि जेठ 1 गते आउँछौँ, वैशाखभरिको परिणामको बारेमा बताउँछौँ। प्रत्येक महिना देश र जनतालाई हिसाब किताब बुझाउँछौँ। देश दुर्घटनामा पर्न नदिकन यहीँभित्र त्यो अवसरको सृजना गर्छौँ, यहीँभित्र गर्छौँ। त्यसैले मेरो तमाम सबै साथीहरूलाई अनुरोध छ, यो 5 वर्ष अर्को प्रयोग नगरौँ। मेरो सबैलाई बिन्ती छ, निवेदन छ, अर्को प्रयोग नगरौँ। 64 सालमा म आएको थिएँ कास्कीको गाउँमा, यज्ञदा यहाँ हुनुहुन्छ, धेरै गाउँहरू घुमेको त्यो बेलामा आउँदै गर्दा के थियो सबैतिर होइन यो पटक त हामी नयाँलाई हेर्ने, यो पटक त नयाँलाई हेर्ने, हेऱ्यौँ नयाँ भयो नै। पुरानो र नयाँको परिभाषा के हो? काङ्ग्रेस नेपालको सबैभन्दा पुरानो पार्टी हो, गौरव गर्छ। हाम्रो धर्म पुरानो, हाम्रो शास्त्र पुरानो, हाम्रो परिवार पुरानो, हाम्रो भगवान पुरानो, हाम्रो मन्दिर पुरानो, हाम्रो मस्जिद पुरानो। तर हामी नयाँ पनि त हो। पुरानोको असल कुरा जोगाउने, खराब कुरा फ्याँक्ने, अनि नयाँ कुरा थप्दै जाने। 7 सालको जस्तो हुने, 15 सालको जस्तो हुने, 46 सालको जस्तो लोकप्रिय हुने, 30 वर्ष पञ्चायतसँग सङ्घर्ष गरेको जस्तो सङ्घर्षशील हुने। तर नौजवानहरूले अहिले भनेको माग पनि पुरा गर्न सक्ने काङ्ग्रेस बनाउने त हो। त्यही काङ्ग्रेस बनाएर आएको त हो अहिले हामीले। अनि यो काङ्ग्रेसलाई मत हाल्नुपर्ने कारण छ, मत नहाल्नुपर्ने कारण छैन। तर त्यो कुरा कसले गएर बताइदिने? तपाईँले गएर बताइदिनुपर्छ, तपाईँले गएर भनिदिनुपर्छ। त्यसैले म कास्कीका तमाम साथीहरूलाई मेरो आग्रह छ, म लामो समय लिन सकिनँ, मैले धेरै भन्न पनि पाइनँ। तर यति एउटा कुराको अनुरोध गर्छु, 3 जना उम्मेदवार आउनुभएको छ। तिलक दाई हुनुहुन्छ, मधु दाई हुनुहुन्छ, मनोज गुरुङ हुनुहुन्छ। 3टै उम्मेदवारको आफ्नो व्यक्तित्व छ, आफ्नो क्षमता छ। तिलक राणावाटले मलाई यो पटकको प्रतिज्ञा पत्रमा वैदेशिक रोजगारमा गएर आएको मान्छेलाई हाइड्रो पावरको मालिक बनाउने कुरा प्रतिज्ञा पत्रमा जसरी पनि पर्नुपर्छ भनेर जोड दिएर राख्न लगाउने मान्छे हो। मधु वास्तोला इमानको एउटा प्रतीक। मनोज गुरुङले एकाप क्षेत्र पर्ने यो ठाउँको प्रत्येक मान्छे युवालाई न्याय गर्न सक्ने क्षमता बोकेर आएको मानिसहरू छन्। यी साथीहरूलाई यहाँबाट पठाएर एकजना साथीले पनि तपाईँलाई निराश बनाउनेवाला छैन। किन? कसम खाएर भनेका छौँ, शपथ लिएर भनेका छौँ, यो 5 वर्ष काङ्ग्रेस भएर एउटा नर नारी कसैले पनि शिर निहुराउनु पर्ने अवस्था हामी तपाईँहरूलाई आउन दिने छैनौँ। एउटा गल्ती गर्ने छैनौँ, 1 पैसा तलमाथि गर्ने छैनौँ, कहीँ कतै कुनै गल्ती गरेर छाड्ने छैनौँ। यो सङ्कल्पका साथ आएका छौँ। त्यसैले अब तपाईँहरू गइदिनुपर्छ, तपाईँहरूले मेहनत गरिदिनुपर्छ। मैले आएर भनेर केही पनि हुँदैन, तपाईँहरू घर घर गइदिनुपर्छ। तपाईँहरूले केवल सामाजिक सञ्जालमा भिडेर मात्र हुँदैन। सामाजिक सञ्जाल सामान्यतया जहिले पनि कसको पक्षमा हुन्छ? जसले घृणा भयो। अहिले म यहाँ आएँ, मैले अहिले आएर 2 जनालाई गाली गरेँ, केही तुच्छ कुरा बोलेँ, बेलुका त्यो भाइरल हुन्छ, बेलुका भाइरल हुन्छ, त्यो कन्टेन्ट बन्छ। तर मैले प्रेमको कुरा गर्छु, मैले सृजनाको कुरा गर्छु, म विकासको कुरा गर्छु, म मिलाउने कुरा गर्छु। किन? मलाई थाहा छ देश एक्लैले बन्दैन, एक्लैले चल्दैन। मैले भोलि मौका पाएर प्रधानमन्त्री बन्ने मौका पाएँ मैले भने मलाई एमाले पनि चाहिन्छ, मलाई माओवादी चाहिन्छ, मलाई राष्ट्रपा चाहिन्छ, मलाई सबै पार्टी चाहिन्छ नि त। मैले त सबैलाई लिएर जानुपर्छ, संविधान संशोधन गर्नुपर्छ, चाहिएन मलाई? मलाई 6743 वडाको वडा अध्यक्षको साथ चाहिन्छ, 7 प्रदेशको साथ चाहिन्छ, चाहिँदैन? तर म त्यो त मिलाउने कुरा पनि थियो। जाति चाहिन्छ, जनजाति चाहिन्छ, सबै मधेसको पहाडको सबैलाई मिलाउनु पर्यो। तर मिलाउने कुरा सामाजिक सञ्जालमा बिग्दैन। त्यसैले सामाजिक सञ्जालको मात्र भर नपरौँ। तपाईँहरू गोडा चलाउनुहोस्, अब धेरै हात होइन, गोडा चलाउनुहोस्, घर घर जानुहोस्। म तपाईँहरूलाई आग्रह गर्छु, प्रत्येक एउटा पार्टी कार्यकर्ताले अबको 5 दिनमा 1 जना मान्छेले कम्तीमा अर्को 10 मतदाताको घरमा जानै पर्छ, उसँग कुरा गर्नै पर्छ, उसको कुरा सुन्नै पर्छ, तपाईँले संवाद गर्नै पर्छ। र यो पटक कास्कीमा 3टै क्षेत्रबाट नेपाली काङ्ग्रेसलाई निर्वाचित गराएर इतिहास रच्नै पर्छ। कास्कीले नयाँ स्वाद चाख्न पाउनै पर्छ। यो विश्वासको साथ तपाईँहरू लाग्नुहुन्छ भन्ने मेरो आफ्नो विचार राख्दै 3टै उम्मेदवारलाई मसँगै सरकारमा संसदमा काम गर्ने गरी तपाईँले पठाउनुहुन्छ। मञ्चमा बस्नुभएको सबै नेता साथीहरू खट्नु भएको छ, सबै लाग्नु भएको छ।
तल बस्नुभएको सबै साथीहरू लाग्नु भएको छ, तर यति लगाइले मात्र पुगेन। बाँकी रहेको दिनमा अझै बढी खट्नुपर्नेछ। तपाईँहरू सबजना साथीहरू लाग्नुहुन्छ, गर्नुहुन्छ भने विश्वास र भरोसा राख्दै मेरो कुरा टुङ्ग्याउँछु र कार्यक्रमबाट पनि बिदा माग्छु। सबलाई शुभकामना, धन्यवाद, नमस्कार, जय नेपाल। कुराको सन्दर्भमा छलफलमा मैदानमा आउन तयार छ, सार्वजनिक बहसमा तयार छ। आज मेरो आग्रह छ मिडियाका साथीहरू मार्फतबाट पनि अरू दलहरू समक्ष पुगोस्। नेपाली काङ्ग्रेस पार्टी निमन्त्रण गर्न चाहन्छ। 18 गतेका दिन होली छ। काठमाडौँको कुनै एउटा खुला मञ्चमा प्रधानमन्त्रीका सबै उम्मेदवारहरूलाई सँगसँगै राखेर होली पनि सँगै खेलौँ, बहस पनि सँगसँगै गरौँ। होली मनाउँदै गर्दा एक ठाउँ उभि राखेर हामी सबै सँगसँगै उभि राखेर खुला बहस गरिराखेर हरेक दृष्टिकोणमा, हरेक विचारमा, हरेक मुद्दामा कसरी हामी काम गर्छौँ भन्ने कुरा सोचेर जाउँ। म त्यो आग्रह गर्न चाहन्छु। मैले आग्रह जेनजी पुस्ताकालाई पनि गर्नु छ। जेनजीका युवाहरूलाई भन्दै गर्दा तपाईँहरूले चाहनुभयो भदौ 23 र 24 गतेको प्रदर्शन मार्फत देशमा परिवर्तन सरकारमा, परिवर्तन दलहरूमा, परिवर्तन तपाईको प्रशासनमा, परिवर्तन तपाईको समग्र समाजमा, परिवर्तन समग्रतामा, विकास निर्माणको गतिमा। परिवर्तनको त्यो अपिल, परिवर्तनको त्यो आह्वानलाई सम्मान छ, सेल्युट छ। परिवर्तन तपाईले माग्नुभयो भन्दैमा केवल एउटा निर्णयले त्यो परिवर्तन हुन सक्दैन, तर परिवर्तनको सुरुवात कसैले गर्यो कि गरेन, जेनजीले यो बेलामा गम्भीरतापूर्वक हेर्नुपर्छ। यदि परिवर्तनको सुरुवात कसैले गरेको छ भने तपाईले विश्वास गर्नुपर्छ। जो बदलिन्छ उसले बदल्न सक्छ भन्ने तपाईले विश्वास गर्नुपर्छ। म जान्दछु तपाईँ सबले जान्नुहुन्छ यो देशमा कसैले परिवर्तनको सुरुवात भदौ 23-24 पछि गर्यो भने, आफै भित्रबाट परिवर्तनको सुरुवात गरौँ भन्यो भने सबैभन्दा पहिले अग्रपन्थीमा उभिएर नेपाली काङ्ग्रेस पार्टीले विशेष महाधिवेशन गरेर गगन थापालाई सभापति बनाइराखेर, प्रधानमन्त्रीको उम्मेदवार बनाइराखेर एउटा बदलिएको राजनैतिक दलको रूपमा लिएर आएको छ। त्यसैले पुरानो रोज्नु पर्यो, पुरानो कम्पनी रोज्नु पर्यो भने काङ्ग्रेस हो। बदलिएको दल, नयाँ ऊर्जालाई रोज्नु पर्यो भने त्यो काङ्ग्रेस हो। त्यसैले त्यो काङ्ग्रेस सबैलाई आग्रह गर्न चाहन्छ, चुपचाप फलानु चिन्हमा छाप होइन, प्रश्न गर्नुहोस्। प्रश्न र प्रश्न पछाडि तपाईँको सन्तुष्टिपछि तपाईँको मत हामी चाहन्छौँ। नेपाली काङ्ग्रेस पार्टी यो देशको आसनमा पनि बदल्न चाहन्छ, शासनमा पनि बदल्न चाहन्छ, व्यक्तिले गर्ने भाषणमा पनि बदल्न चाहन्छ। आज यो देशको शासन प्रणालीलाई बदल्ने भन्ने प्रतिज्ञा हामीले गरेका छौँ। त्यसैले छलफल गरौँ। 18 गते सम्भव हुन्छ, हाम्रो निमन्त्रण मान्नुहुन्छ, हामी आयोजना गर्न तयार छौँ। छलफल गर्दै गर्दाखेरि म तपाईँहरू सबैलाई आग्रह गर्न चाहन्छु, 75 वर्षमा किन कोही प्रधानमन्त्री लगातार 5 वर्ष बन्नु भएन? छलफल गरौँ। अब बन्ने प्रधानमन्त्री 5 वर्ष टिक्न सक्ने कि नसक्ने, कसरी टिक्ने, कुन पद्धतिले टिकाउन सकिन्छ, छलफल गरौँ। मेरो व्यक्तिगत प्रस्ताव छ, सबैभन्दा ठुलो जितेको राजनीतिक दल, सबैभन्दा बढी सिट लिएर आउने दल, समानुपातिकबाट सबैभन्दा बढी सिट, प्रत्यक्षबाट सबैभन्दा बढी सिट ल्याउने दललाई पुरै 5 वर्षलाई देशको शासन सत्ता सुम्पिनलाई के अन्य राजनीतिक दलहरू तयार हुनुहुन्छ? सबैभन्दा ठुलो दल जुन बन्छ त्यो दललाई बहुमत नपुगेन भने समानुपातिक तर्फबाट बुझाइएको सूचीको विनर स्टेक अलको थ्योरी बमोजिम सबैभन्दा उसलाई नपुगेको सिट संख्या दिन के तपाईँहरू तयार हुनुहुन्छ? काङ्ग्रेस दोस्रो दल भयो भने सम्पूर्ण रूपले प्रतिपक्षमा बस्नका लागि तयार भएर छलफल गरेर डकुमेन्टमा हस्ताक्षर गर्न तयार छ। के दोस्रो दल भन्यो भने सरकार बाहिर बस्नलाई हस्ताक्षर गर्न तयार हुनुहुन्छ? आज आउनुहोस्, एउटा सहमति गरौँ। सहमति गरिराखेर देशलाई 5 वर्ष टिक्न सक्ने प्रधानमन्त्री पद्धतिमा लिएर जाउँ। भनेको प्रधानमन्त्रीलाई नपुगे बहुमत समानुपातिकको सूचीबाट देऊ, त्यो प्रधानमन्त्रीलाई विज्ञ सहितको मन्त्रीमण्डल बनाऊ भनौँ, त्यो प्रधानमन्त्रीलाई 2 वर्ष पछाडि फेरि विश्वासको मत ल्याऊ भनौँ, त्यो प्रधानमन्त्रीलाई कामहरूको आधारमा परीक्षण गरौँ। भ्रष्टाचार नियन्त्रण पहिला भन्दा भयो कि भएन? प्रति व्यक्ति आय बढेर गयो कि गएन? पुँजीगत बजेटको खर्चको आकार बढेर गयो कि गएन? नागरिकमा खुसियाली बढेको छ कि छैन? यो आधारमा त्यो प्रधानमन्त्रीलाई बाँकी समयको लागि विश्वास दिउँ र पुरा 5 वर्ष देशमा काम गर्न सक्ने अवस्था बनाएर जाउँ। आज हामी यो राष्ट्र निर्माणका लागि सबैभन्दा मुख्य कुरो नागरिकको बल होइन, नागरिकको मनोबल उच्च बनाउन चाहन्छौँ। सबै राजनीतिक दल एक ठाउँ उभिराखेर राष्ट्रिय रूपमा नेपाल देशले नेपाललाई समुन्नतिको एउटा नीतिगत सुनिश्चिततामा लिएर गयो भन्ने अवस्था बनाउन चाहन्छौँ। त्यसैले यो बेला मैले भन्दै गर्दा कोही कर्मचारी प्रशासनको कोही साथी हुनुहुन्छ भने कर्मचारी साथीहरूले काम गर्नलाई सहज वातावरण हामी बनाउन चाहन्छौँ। तर सँगैमा कर्मचारी प्रशासन मार्फतबाट सिडिओ कार्यालयमा आएको नागरिकले यो कोठा र त्यो कोठा, माथिको तला र तल्लो तला गरिराखेर भोलि आउनु पर्ने पद्धतिलाई भत्काइराखेर हैरानी मुक्त भएको एउटा नागरिकको हामी परिकल्पना गर्न चाहन्छौँ। त्यसैले नेपाली काङ्ग्रेस पार्टी कर्मचारीको पक्षमा पनि उभिन्छ, नेपाली काङ्ग्रेस पार्टी त्यो सेवाग्राहीको पक्षमा पनि उभिन्छ। कोही शिक्षकहरू हुनुहुन्छ यहाँ, शिक्षा विधेयक मागिरहनु भएको छ। हामीले संकल्प गरेका छौँ काङ्ग्रेसको
विशेष महाधिवेशनबाट बनाएको डकुमेन्टमा सङ्कल्प गरेका छौँ कि यदि संसद बसिसकेपछि पहिलो सदन सकिँदा नसकिँदै हामी त्यो सदन मार्फतबाट त्यो विधेयकलाई टुङ्ग्याएर जान चाहन्छौँ। आदरणीय साथीहरू, हामी त्यति मात्रै होइन, नेपालभित्रको नेपालसँग बाहिरको नेपाललाई पनि गाँच्न चाहन्छौँ। आज नेपालभन्दा बाहिर लाखौँको सङ्ख्यामा नेपालीहरू छन्। बाहिर रहेको नेपाललाई गाँच्नका लागि कसैलाई लाग्न सक्छ, कसैको भिजन हुन सक्छ कि हाम्रो पार्टीको सरकार बन्यो भने 100 दिनभित्रमा अमेरिका र अस्ट्रेलियाको भित्तामा गएर हामी पोस्टर टाँच्छौँ, आऊ नेपाल भन्नका लागि कसैले भन्नु होला। हामी जान्दछौँ, हामी कसैले जित्ने बित्तिकै, हामी कोही मन्त्री र प्रधानमन्त्री बन्ने बित्तिकै विदेशमा रहेका नेपाली सबै फर्किँदैनन्। या एयरपोर्टमा गएर अँगालो मारेर, गमलङ अँगालो मारेर रोएर बुद्ध जन्मेको देश हो छोडेर नजाऊ भन्ने बित्तिकै कोही जानबाट रोकिँदैनन्। हामीले काङ्ग्रेसको प्रतिज्ञा पत्र मार्फतबाट जिडिपी भन्ने एउटा कन्सेप्ट बनाएका छौँ। गभर्नमेन्ट, डायस्पोरा, प्राइभेट सेक्टर पार्टनरसिपका साथ परियोजनाहरू बनाऊ। त्यस्तो परियोजनाहरू बनाउँदै गर्दा सबैभन्दा नजिकमा रहेको बुढी गण्डकी जस्तो परियोजना निर्माण गरिराखेर त्यसलाई होप क्रिएट गरेर सारा नेपालीमा आशा र विश्वास जगाउन सकिने परियोजना सरकार पनि, गैर सरकारी क्षेत्र पनि, समग्रतामा पब्लिक सेक्टर पनि, समग्रतामा विदेशमा रहेको डायस्पोरा पनि गाँसेर जाने भन्ने खालको मनोविज्ञानहरूमा हामीले काम गरिरहेका छौँ। आदरणीय साथीहरू, भौतिक पूर्वाधार निर्माणको सन्दर्भमा हामी सम्पूर्ण रूपले ढिलाइ अन्त्य गर्न चाहन्छौँ। बाटो बन्दैछ, बन्न ढिलो, पुल बन्दैछ, पुल बन्न ढिलो, अर्को परियोजना बन्दैछ, बन्न ढिलो। कसैको भिजनले भन्ला काम ढिलो भयो भने त्यो काम गर्दै गरेको श्रमिकलाई या काम गर्दै गरेको ठेकेदारलाई रुखमा बाँधेर समाधान गर्न सकिन्छ। कसैको भिजनले भन्ला, काङ्ग्रेस त्यो भन्दैन। काङ्ग्रेस त्यो निर्माण व्यवसायीको पनि मनोबल उठाउन चाहन्छ, श्रमिकको पनि मनोबल उठाउन चाहन्छ। रुखमा बाँधेर यदि बाटो बन्ने भए अमेरिका या बेलायत जस्ता देशहरू या जापान जस्ता देशहरू श्रमिकलाई या ठेकेदारलाई रुखमा बाँधेर भएका होइनन् भन्ने कुरो जान्दछ, बुझाउन चाहन्छ। र नेपाली काङ्ग्रेस पार्टीले निदो गरेको छ कि नेपाली काङ्ग्रेस पार्टी यसका लागि कानुनमा सुधार गर्न चाहन्छ।